होला त किन दर्ता गरेर चलाउनु पर्यो नि भाइ म त सिडो सालो वञ्चित किनमा केही पेपर छैन भने बन्द गराउँछु हजुर पेन्सन हो त कन्डम राख्नु भएको छ डेन्टलमा डेन्टलमा कन्डम राख्नु भएको छ उहाँले 45 किन हात पर्दा रहेछ त हामीले केही भनेको छैन मुखमा मुस्कान फिर्ता दिने नाममा कतै जनताको स्वास्थ्यप्रति व्यापार त भइरहेको छैन। दर्ता छैन, अनुमति छैन, योग्य डाक्टर छैनन्, तर क्लिनिक भने छ्यापछ्याप्ती खुलेका छन्। स्वास्थ्य सेवा दिने ठाउँ कि जोखिम बेच्ने थलो। नेपालगञ्ज र कोहलपुर यो चाहिँ दर्शकवृन्द तत्कालै गरिएको अनुगमनको आधारमा भन्दैछौँ। यस्ता अवैधानिक अन्य ठाउँमा पनि होलान्। नेपालगञ्ज र कोहलपुरमा डेन्टल क्लिनिकको नाममा भइरहेको यो लापरवाहीले अब गम्भीर प्रश्न उठाएको छ। जनताको ज्यानसँग खेल्ने छुट आखिर कसले दियो? डेन्टल क्लिनिकमा कतै कन्डम बिक्री, कतै डाक्टर नहुनु, सञ्चालक आफै डाक्टर बन्नु, क्वाक अर्थात् नक्कली डाक्टर, सिप नभएको ठग डाक्टरले क्लिनिक चलाउने अवस्था आएपछि ढुक्कले कसरी उपचार गर्नु? डेन्टल क्लिनिक सञ्चालन गर्न प्यान दर्तादेखि वडा नगरपालिका प्रदेश स्वास्थ्य मन्त्रालयको अनुमति, जनशक्ति विवरण, उपकरणको सूची र योग्य चिकित्सकको प्रमाणपत्र अनिवार्य मानिन्छ। अनुगमनपछि मात्र अस्थायी र त्यसपछि स्थायी अनुमति दिइन्छ। तर वास्तविकता यति बेला दर्शकवृन्द फरक देखिएको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य तथा इथिकल कमिटी संयोजक डाक्टर अजय कुमार शाह, यस्तै सदस्य डाक्टर सम्राट पराजुली, विज्ञ डाक्टर विवेक महतो र प्रतीक श्रेष्ठ सहितको टोलीले गरेको अनुगमनमा धेरै क्लिनिक कानुनी प्रक्रिया नै पूरा नगरी सञ्चालन भइरहेको भेटिएको छ। कतै एनएमसी दर्ता भएका चिकित्सकसँग सम्झौता छैन, कतै अनकल डाक्टरको भरमा सेवा चलाइएको छ, कतै चिकित्सक नै नभई उपचार भइरहेको देखिएको छ। जब स्वास्थ्य संस्था खोल्नको लागि कानुनले यति धेरै मापदण्ड तोकेको छ भने ती मापदण्ड मिचेर सञ्चालन भइरहेका क्लिनिकहरू अहिलेसम्म कसको संरक्षणमा चलिरहेका थिए? राज्यका नियामक निकाय कहाँ थिए? अनुमति बिना जनताको मुखभित्र औजार चलाउने अधिकार कसैलाई छैन। यो केवल कानुनी उल्लङ्घनको विषय होइन, यो नागरिकको स्वास्थ्य र जीवनमाथिको प्रत्यक्ष खेलवाड हो। दर्शकवृन्द, आज डेन्टल क्लिनिकमा देखिएको यो बेतिथि भोलि ठुलो स्वास्थ्य दुर्घटनामा बदलिन सक्छ। त्यसैले अब प्रश्न क्लिनिक सञ्चालकलाई मात्र होइन, नियमन गर्ने निकायलाई पनि हो। जनताको स्वास्थ्यको जिम्मेवारी कसले लिने? राज्य अब पनि मौन बस्ने हो कि अवैधानिक स्वास्थ्य व्यापारको यो जालो पूर्ण रूपमा तोड्ने हो? दर्शकवृन्द, सत्य कहिलेकाहीँ फाइलका पानाभित्र लुकेको हुन्छ। हामी ती पानाहरू पल्टाउँछौँ, तथ्यहरू केलाउँछौँ र खोज्छौँ वास्तविकता। स्वागत छ टिभी कृष्णसारको विशेष कार्यक्रम 8 बजे फाइल नम्बर 8मा। दर्शकवृन्द, दाँतको सामान्य दुखाइ सहेर बस्न नसकेपछि मानिसहरू ओठमा एउटा सुन्दर मुस्कान र राहतको आशा बोकेर डेन्टल क्लिनिकको ढोकासम्म पुग्छन्। तर के तपाईँलाई थाहा छ, तपाईँले आफ्नो स्वास्थ्य र विश्वास सुम्पिरहेको त्यो क्लिनिक कानुनी रूपमा दर्ता समेत नभएको एउटा अवैध अखडा हुन सक्छ। अस्पताल वा क्लिनिकभित्र सेतो कोट लगाएर बस्ने मान्छे कतै डाक्टरी पढ्दै नपढेको, लाइसेन्स नभएको नक्कली डाक्टर अर्थात् क्वाक त होइन। अहिले बजारमा च्याउ उम्रेझै उम्रिएका कतिपय डेन्टल क्लिनिकहरूमा न डाक्टर भेटिन्छन्, न त कानुनी मापदण्ड नै पुरा गरिएको हुन्छ। अनकल डाक्टरहरूको भरमा सामान्य सिप समेत नभएका डाक्टरहरूले सर्वसाधारणको स्वास्थ्य र जीवनमाथि सिधै खेलवाड गरिरहेका छन्। सोझा साझा जनतालाई ठगेर उनीहरूको स्वास्थ्य बर्बाद पार्ने अधिकार कसैलाई छैन। आज हामी यस्तै स्वास्थ्य माफिया र अवैधानिक डेन्टल क्लिनिकहरूको एउटा भयानक जालो तोड्ने प्रयास गर्दैछौँ। दर्शकवृन्द, नेपाल मेडिकल काउन्सिल एनएमसीको स्पष्ट निर्देशिका छ। काउन्सिलमा दर्ता भएका र आधिकारिक रूपमा इजाजत पत्र प्राप्त क्लिनिकमा मात्रै बिरामीको उपचार गरिनुपर्छ। तर बजारको दृश्य हेर्ने हो भने नियमलाई बुझबुझाएर उपहास गरिएको पाइएको छ। गल्लीका यी अवैधानिक क्लिनिकहरूमा स्वास्थ्य चिकित्सकको व्यवस्था नै हुँदैन। बिरामी आउन साथ अनकलको बहाना बनाएर अर्कै काम गर्ने मान्छेलाई डाक्टरको रूपमा प्रस्तुत गरिन्छ। एउटा दाँतको जरा सफा गर्ने रुट क्यानल वा दाँत उखेल्ने जस्तो संवेदनशील काममा सामान्य प्राविधिक त्रुटि हुँदा बिरामीको अनुहारको नसा काटिने, अत्यधिक रक्तस्राव हुने र अन्ततः ज्यानै जानेसम्मको जोखिम रहन्छ। यस्तो गम्भीर विषयमा पनि यी नक्कली डाक्टरहरूले केवल पैसाको लोभमा दर्शकवृन्द व्यापार गरिरहेका छन्। हो दर्शकवृन्द, सर्वसाधारणले आफ्नो रगत र पसिनाको कमाई यी ठगहरूको खल्ती भर्न र आफ्नो शरीरलाई प्रयोगशाला बनाउनको लागि
बुझाएका त होइनन् नि। चिकित्सा क्षेत्र जस्तो पवित्र सेवालाई केही दलाल र नक्कली डाक्टरहरूको बदनाम बनाउँदा पनि हाम्रो अनुगमनकारी निकाय किन मौन छ? सोझा साझा नागरिकको स्वास्थ्य र जीवनमाथि खेलवाड गर्ने छुट यो देशमा कसैलाई पनि छैन। यदि कसैसँग उपचार गर्ने वैधानिक योग्यता र सिप छैन भने उसलाई डाक्टरको कोट लगाएर क्लिनिक चलाउने अधिकार पनि छैन। नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य प्रशासनले अब केवल कागजका निर्देशनलाई मात्र जारी गरेर पुग्दैन, यी अवैध अखडाहरूमाथि कडा कानुनी डन्डा चलाउनै पर्छ। नमस्कार, म डाक्टर अजय शाह, नेपाल मेडिकल काउन्सिलका सदस्य। विगत 3 दिनदेखि यो बाँके जिल्लामा डेन्टलको अनुगमन गर्दाखेरि कोहलपुर डेन्टल अस्पताल डाक्टर नभइकन चलाइरहेको एउटा हाइजिनिस्टको भरमा कुनै दर्ता छैन, नगरपालिका मात्रै दर्ता छ, या जिल्ला जनस्वास्थ्य या प्रदेश सरकारबाट पनि मान्यता प्राप्त लिएको छैन। रामदेव डेन्टल क्लिनिकमा पनि त्यही हाल छ, डाक्टर नभइकन उपचार भइरहेको थियो। उहाँको पनि क्लिनिकमा जिल्ला जनस्वास्थ्य र प्रदेशकोबाट मान्यता प्राप्त छैन, नगरपालिकाबाट व्यावसायिक लिनुभएको छ। स्माइल डेन्टल क्लिनिकमा पनि डाक्टर नभएर उपचार गरिरहनु भएको हो। अरू 2टा क्लिनिक, एउटा शुभकामना डेन्टलमा अनकल डाक्टर साहब राख्नु भएको रहेछ, तर बिरामी उहाँहरू आफै हेर्नु भएको रहेछ, नन डाक्टरले। त्यसपछि पूजा डेन्टलमा डाक्टर फेला पर्यो, अर्को एउटा फ्रेस डेन्टलमा पनि डाक्टर हुनुहुन्थ्यो, तर उहाँको क्लिनिक पनि जनस्वास्थ्यमा दर्ता छैन। त्यसरी हामी हिजो नेपालगञ्जमा आउँदाखेरि केही चाइनिज डेन्टल सपहरूमा पनि अनुगमन गऱ्यौँ। त्यसपछि नगरपालिकानिर जय बागेश्वरी डेन्टल क्लिनिकमा बिहान र बेलुका डाक्टर राखेको छ, तर नन डाक्टरकै भरमा क्लिनिक चलाइरहेको छ। उहाँको पनि क्लिनिक दर्ता भएको छैन जनस्वास्थ्यमा र प्रदेश स्वास्थ्य मन्त्रालयमा। त्यसपछि युनाइटेड हिमालमा पनि त्यही रहेछ, डाक्टर नभइकन उपचार भइरहेछ। एउटा डाक्टर अनकलमा रहेछ, त्यो डाक्टर साहबको क्लिनिक पनि आफै छ, फुल टाइम अरू ठाउँमा बसिरहनु भएको छ। अरू 1-2टा क्लिनिकमा हामी जाँदाखेरि डाक्टर राख्नु भएको, तर त्यहाँ नन डाक्टरले पनि आरसिटी, क्राउन यस्ता कुराहरू गरेको त्यो हामी उसमा हेऱ्यौँ, रेकर्ड फाइलमा हेऱ्यौँ। त्यो पनि एउटा गैरकानुनी हो। एउटा खुसी डेन्टल क्लिनिक पनि हिजो हामी जाँदाखेरि बन्द थियो, आज पनि अनुगमन गर्दाखेरि बन्द रहेछ। र खजुरामा पनि डेन्टल क्लिनिक हिजो जाँदाखेरि बन्द, आज पनि बन्द थियो। अहिले हामी सिडिओ साहबलाई यसरी ब्रिफिङ गऱ्यौँ, यो क्लिनिकमा यो प्रब्लम रहेछ। अब आज हामी काठमाडौँ गएपछि भोलि काउन्सिलबाट हामी चाहिँ प्रतिवेदन बुझाउँछु काउन्सिलबाट यहाँ हाम्रो सिडिओ साहबलाई पेपर आउँछ। त्यो पेपरमा अब कुन क्लिनिकलाई बन्द गराउने, कुन क्लिनिकलाई सचेत गराउने भनेर हामी चिठी पठाउँछौँ काउन्सिलबाट। यहाँको जनसमुदायलाई पनि हामी अनुरोध गर्न छौँ, जुन क्लिनिकमा डाक्टर छ त्यहाँ उपचार गराउनुहोस्। स्थानीय निकायलाई पनि त्यतिकै भागदारी छ कि आफ्नो जनतालाई स्वास्थ्य राख्नुपर्ने हो भनेर। दर्शकवृन्द, जबसम्म यी नक्कली डाक्टर र बिना दर्ताका क्लिनिक सञ्चालकहरूलाई कानुनी रूपमा कडा कारबाही गरेर जेलको कोठाभित्र झाकिँदैन, तबसम्म सर्वसाधारण सुरक्षित हुने पक्कै छैनन्। कुनै ठुलो दुर्घटना भएपछि वा कसैको ज्यान गएपछि मात्रै बिउजने हाम्रो सरकारी संयन्त्रको लाचारीपन आखिर कहिलेसम्म चल्ने? अझै कति नागरिकको स्वास्थ्य बर्बाद भएपछि मात्रै प्रशासनले यी अवैध डेन्टल क्लिनिकहरूको जालोलाई जरीदेखि उखेलेर फ्याल्नेछ? दर्शकवृन्द, यस विषयमा थप आफ्ना कुरा राख्नको लागि यति बेला डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालका अध्यक्ष र पूर्व सदस्य नेपाल स्वास्थ्य व्यवसाय परिषदका माइकल देवकोटा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद सर। माइकल सर, हामीले पछिल्लो समयमा विशेष गरिकन बाँके जिल्लामा रहेका केही डेन्टल क्लिनिक जुन अवैधानिक रूपमा चलाइएको पाइयो, त्यो अनुगमनको क्रममा विस्तृत भिडियो पनि आज हामी सार्वजनिक गर्दैछौँ, केही हिजो अस्ति पनि आए। र यो विषयमा हामीले प्रसारण गरिसकेपछि धेरैको यति बेला चाहिँ यो विषयलाई लिएर चासो बढेको छ। हामी जिल्ला प्रशासन कार्यालयमा पनि पुग्यौँ, सिडिओ साहबको पनि हामीले बाइटहरू लिने प्रयास गऱ्यौँ र यसरी चलाइएका तत्काल क्लिनिक बन्द हुनुपर्छ भन्ने खालको यो अभियान चलिरहँदा तपाईँको भनाइ यस विषयमा के हो? यस विषयमा स्पष्ट पारिदिनुहोस् न। अब यहाँ धन्यवाद, यहाँहरू किनभने सूचनाको सम्वाद हो होइन। अब यहाँहरूले गरेको चिजहरू
तथ्यपरक हुन्छन् भन्ने कुरामा चाहिँ हामीले विश्वास गर्नुपर्छ र त्यो विश्वास यहाँहरूले दिलाउनुपर्छ भन्ने मेरो कुरा हो होइन। हजुर। जहाँसम्म नेपाल मेडिकल काउन्सिलले अनुगमन गरेको कुरा छ, नेपाल मेडिकल काउन्सिलको ऐन 2020 अनुसार स्थापित संस्था हो। यो संस्थाको नियम र कानुन के हो भने उसले त्यहाँ दर्तावाल दन्त चिकित्सक र मेडिकल डाक्टरहरूको आचार संहिता उसले चाहिँ अनुगमन गर्ने। उसले चाहिँ त्यो कामभन्दा बढी गर्यो कि त्यो कामभन्दा कम गर्यो कि अथवा बिरामीको उपचारमा आघात पुर्यायो कि भनेर विशुद्ध जनशक्तिको चाहिँ अनुगमन गर्ने संस्था हो। तर अहिले जुन तपाईँले बाँकी जिल्लाको रिपोर्ट भन्नुभयो त्यो रिपोर्ट मैले पनि हेरेको छु। नेपालमा विद्यमान कानुन अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद छ, नेपाल मेडिकल काउन्सिल, यो अनुगमनको कुरा के हुन्छ भने सर अनुवाद देखाउन पाइन्न भन्नु। यसो गरौँ मैले तपाईँको आशय अलिकति बुझेँ। जुन प्रकारले अनुगमन भयो यो तपाईँको भाषामा, जुन प्रकारले तपाईँ हाइजेनिस्ट एसोसिएसनको मेम्बर हुनुहुन्छ, तपाईँको भाषामा चाहिँ यो अवैधानिक भयो, यसरी चाहिँ यो प्रकारले नियमन गर्नु हुँदैन थियो भन्ने तपाईँको आशय हो? होइन, यसो छ तपाईँको के छ भने कानुन प्रत्यादेश कानुन यहाँले हेर्नुभयो भने सिडिओ कार्यालयलाई के ऐनहरू कार्यान्वयन गर्ने अधिकार छ, जिल्ला जनस्वास्थ्य कार्यालयलाई के तपाईँको यो अधिकार कार्यान्वयन गर्ने अधिकार छ र परिषदहरूलाई चाहिँ के अधिकार कार्यान्वयन गर्ने अधिकार छ। यसो गरौँ माइकल सर, मलाई एउटा कुरा बुझाइदिनुहोस् न। मलाई एउटा कुरा के बुझाइदिनुहोस् भने अहिले जुन प्रकारले अनुगमन भयो त्यहाँ दर्ता हुनुपर्छ, दर्ता त हुनैपर्छ होला जसले अनुगमन गरे तापनि, अनि एकजना डाक्टर हुनुपर्छ जसको डकुमेन्टको आधारमा क्लिनिक सञ्चालन हुन्छ र दर्ता पनि हुन्छ, त्यो पनि जसले अनुगमन गरे पनि हुने होला। र सँगसँगै त्यो प्रक्रिया पुगेको छ कि छैन भनेर जुन प्रकारले अनुगमन भयो यसमा प्रश्न चाहिँ खास के हो? जनता माथि परेको असर, सुन्नुहोस् न, जनतामाथि परेको असर जुन प्रकारले अहिले चाहिँ देखियो यो त राम्रो काम भइरहेको होइन र? होइन, यसलाई यसरी बुझ्नुपर्छ। तपाईँले के बुझ्नुपर्छ भने जनशक्ति कुन लेभलकोले कुन उपचार गर्छ भन्ने कुरा अनुगमन जाने टोलीले बुझ्नुपर्छ होइन। जस्तो नेपाल स्वास्थ्य व्यवसायी परिषदले जारी गरेको कोड अफ एथिक्सले डेन्टल साइन्स डेन्टल हाइजिनिस्टले 26 देखि 30 वटा काम गर्न पाउँछ भन्ने कानुनी प्रावधान हो। जो व्यक्ति अहिले अनुगमनको लिडिङ गरेर तपाईँको बाँकी जिल्लामा हुनुहुन्छ उहाँले यो जनशक्तिहरूले काम गर्न सक्दैनन्, यिनको कोड अफ एथिक्स मिलेको छैन भनेर सर्वोच्च अदालतमा मुद्दा हालेर सर्वोच्च अदालतबाट उहाँले मुद्दा हारेर अहिले फेरि तीन जनशक्तिहरूलाई त अदालतको माननीय तरिकाले उहाँले जसरी चाहिँ अनुगमन गरेर तपाईँको नपढेको ठाउँमा जानु पर्थ्यो, डाक्टरको क्लिनिकमा पनि जानु पर्थ्यो होइन, तपाईँको चाहिँ पढेको नपढेको सबैमा जानु पर्थ्यो। मेडिकल काउन्सिल होस्, नेपाल स्वास्थ्य व्यवसायी परिषदलाई होस्, एउटा अधिकार के हो भने ल ठिक छ, तपाईँको कन्सर्नको विषयमा हामी छुट्टै एक दिन यो विषयमा पनि बहस गरौँला। तर मलाई यति भनिदिनुहोस्, अहिले जुन प्रकारले अनुगमन तपाईँ आएर गरे पनि हुन्छ या जुन प्रकारले अहिले अनुगमन भयो उहाँहरूले गर्दा यहाँनिर समस्या भन्दा पनि जनताको चाहिँ हितमा काम भएको होइन र? यसो हो नि सर, तपाईँ हामीले के बुझ्नुपर्छ भने ती डेन्टल डाक्टरकोमा पनि हाइजिनिस्ट हुनुपर्छ। नियम कानुन अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषदको ऐन दफा 20 अनुसार त्यो डेन्टल डाक्टरको क्लिनिकमा पनि पढेको हाइजिनिस्ट हुनुपर्छ। तर यस्तो छ नि त सर, यस्तो छ नि त, तपाईँको माइकल सर तपाईँको हाइजिनिस्ट मेन पावर कति छन्? 2022 डाक्टरहरू 7000 छन् अनि 3500 छन्, तर डाक्टरहरूको सङ्ख्या 7000 माथि छ। अब हाइजिनिस्टहरूले नै यदि अप टु डेट हुने खालको सङ्ख्या उहाँहरूको नै छैन भने कसरी यो पोसिबल हुन्छ त? यो यस्तो छ सर, कुरा के हो भने डेन्टल डाक्टरहरू धेरै विदेश हुनुहुन्छ, नेपालमा कतिजना डेन्टल डाक्टर छ भन्ने कुरा तपाईँ र म आफै रिसर्चमा जाउँला, हामी रिसर्चमा गएर हेरौँला। तर विद्यमान कानुनले के भन्छ भने मान्छे भएनन्, मान्छे पाइन, उहाँहरूलाई पर्दा मान्छे पाइन्न भन्नुभयो भने डेन्टल डाक्टर पनि त अहिले सुदूरपश्चिम प्रदेशमा हुनुहुन्न, कर्णाली प्रदेशमा हुनुहुन्न, पालिका लेभलमा हुनुहुन्न कि उहाँहरू दिन सक्नुहुन्छ त? त्यस कारणले मैले यहाँलाई के जोड्दै थिएँ भने सर, जनशक्ति हेर्ने कुरामा मेडिकल काउन्सिलले स्वास्थ्य व्यवसाय परिषदले हेर्न सक्छ। संस्था सञ्चालनको विषयमा हेर्ने अधिकार भनेको जिल्ला स्वास्थ्य कार्यालय प्रदेश अन्तर्गतको कार्यालयलाई नै हो यो विषय। उहाँहरूले के चाहिँ यहाँले मनोरञ्जन गर्नु भएको छ गैर चिकित्सक होइन, अनुगमन त उहाँहरूले अनुगमन गर्नुभयो, बाँकी प्रशासनले स्थानीय निकायले अथवा सम्बन्धित संस्थाले गर्ने हो बन्दको कुरामा। तर भएको कुरा दर्ता छ कि छैन, डाक्टरहरू छन् कि छैनन् भन्ने प्रश्नको मात्रै हामी अहिले चाहिँ तपाईँसँग कुरा गर्न खोजेको मैले। र यो भनिरहँदा मलाई भनिदिनुहोस् न, जस्तो यो हाइजेनिस्टको अध्ययन के हुन्छ सर? यो हाइजेनिस्ट भने चाहिँ खास के हुन्छ? डेन्टल हाइजिनिस्ट दुई खालको हुन्छ, एउटा प्रमाणपत्र तह पढेको हाइजिनिस्ट हुन्छ, एउटा टिएसएलसी सिएमएस हाइजिनिस्ट हुन्छ। दुई तहको हाइजिनिस्ट हुन्छ भने अर्को 15 महिना पढेको डेन्टल असिस्टेन्ट हुन्छ।
सरलाई मैले के बुझाउन खोजेको भने उहाँले गरेको जस्तै गर्ने हो, पार्ट टाइम डाक्टर नहुँदा पनि उहाँले चाहिँ क्लिनिकलाई गरेर चाहिँ तपाईँको अप्ठ्यारो पार्ने हो र 3 वर्ष पढेको मान्छेलाई अथवा 2 वर्ष पढेको मान्छेले तैँले के पनि गर्न पाउँदैनस् भन्ने हो भने त नेपालभरिका स्वास्थ्य संस्था बन्द गरे हो नि त, मेडिकल के अरे क्लिनिक पनि बन्द गरे हो, मेडिकल तपाईँको यो सबै सेन्टर बन्द गरे हो नि त। तर माइकल सर नेपाल सरकारले एनएमसी पास डाक्टरलाई मात्र काम गर्ने अधिकार के दिएको छ अथवा के अरे दिएको छैन हैन र? सुन्नु सबैलाई टिममा तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने नेपाल सरकारको नर्म्स, म पनि पोलिसीमा काम गरिरहेको छु, नेपाल सरकारको पोलिसी सिस्टम के भने सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्छ काम गर्नलाई। उसले बढी काम गर्यो, उसले क्राइटेरियामा काम गरेन, सम्बन्धित काउन्सिलमा उसले हाल्न पर्छ, उसले लाइसेन्स खारेज गर्न सक्छ। स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको डेन्टल आइन्सु लाइसेन्स न एनएमसीले खारेज गर्न सक्छ न नेपाल सरकारले खारेज गर्न सक्छ। त्यो खारेज गर्ने निकाय भनेको नि नेपाल स्वास्थ्य व्यवसायी परिषद हो सर, होइन? जस्तो तपाईँ प्रेस काउन्सिलमा हुनुहुन्छ सर, तपाईँ प्रेस काउन्सिलको चाहिँ लाइसेन्स तपाईँको चाहिँ अर्को काउन्सिलमा दर्ता भएको तपाईँको चाहिँ वकिलको काउन्सिल ल्याएर चाहिँ छानबिन गर्न मिल्छ सर? मिल्दैन नि। त्यहाँ क्युआर छ तपाईँको लाइसेन्स दिने सिस्टम छ, लाइसेन्सको चाहिँ एक्जामको सिस्टम छ, उसले चाहिँ क्युआर पास गरेको सिस्टम छ। त्यस कारण वान वे सिस्टममा यो हुँदैन। उहाँले त्यो तपाईँको 80 भर्खरै काठमाडौँमा ल यसो गरौँ, यो विषयमा तपाईँसँग फेरि हामी बहस पनि गरौँला। यो छुट्टै एक प्रकारको तपाईँहरूको पनि यो विभिन्न यो एसोसिएसनहरूमा एक प्रकारको लफडा भइरहेको छ, केससम्म पनि पुगेका कुराहरू मैले अप टु डेट पाएँ, आज मात्रै बुझ्ने मौका पाएँ। यो विषयमा फेरि गफ गरौँ। तर अहिले जुन प्रकारले अनुगमन भयो यो त व्यथितै भइरहेको थियो नि, होइन र? यसलाई त रोक्नुपर्छ होला नि। तपाईँ आउनुहोस् अन्य समय तपाईँ समाजसेवामा हुनुहुन्छ सर, मैले तपाईँलाई एक लाइनमा त निवेदन के गर्न चाहेन, अनुगमनको सिस्टम हुन्छ। तपाईँलाई अहिले एउटा परिपत्र हेर्नुहोस्, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले के परिपत्र गरेको छ भने स्वास्थ्य कर्मीहरूले काम गरेको कार्यक्षेत्र स्थलमा गएर भिडियो खिच्न पाइन्न। अहिले पाइन्न सर, सिडिओ कार्यालयले निकालेको नि हेर्नु होला तपाईँले। तर एउटा स्वास्थ्य कर्मीलाई तपाईँको चाहिँ अपराधी जस्तो गरेर भिडियो तिर्साएर उसलाई चाहिँ तपाईँको अप्ठ्यारोमा पारेर तैँले यो काम किन गरिस् किन गर्न, ठिक छ नपढेको मान्छेले गर्न मिल्छ, तर पढेको मान्छेले व्यवहार गर्न मिल्छ कि मिल्दैन नि त हजुर? उसले बढी काम गरेको छ भने सम्बन्धित काउन्सिलमा लेखेर पठाउन सक्नु पऱ्यो नि हजुर, सक्नु पऱ्यो नि। ऊ दर्ता छैन भने उसलाई सिडिओ कार्यालयमा होइन, उसलाई जनस्वास्थ्य कार्यालयमा लेखेर पठाउन सक्नु पऱ्यो नि हजुर। कानुन त सबैले पालना गर्नु पऱ्यो नि हजुर। कानुनको पुरामा तपाईँको त्यहाँ गएर धम्क्याएर तिमी कहाँबाट पढेको, तिम्रो कलेज कहाँ छ, कलेज कहाँ रहेछ भन्ने होइन नि। लाइसेन्स छ भने उसले त्यो लाइसेन्स हुन आएको छ भने मलाई शङ्का लाग्छ भने मुद्दा हाल्न मिल्छ नि हजुर। ल माइकल सर, अब तपाईँको कन्सर्न मैले बुझेँ, जुन प्रकारले अनुगमन भयो उहाँ व्यक्ति गलत पनि होइन तर शैली राम्रो भएन, यही भन्नु खोज्नु भयो? शैली राम्रो भएन अनुगमनमा सर, पर्सन अनुगमन त अनुगमन भनेको सुधार्ने अनुगमन हुनुपर्छ क्या हजुर। जस्तो तपाईँले त्यहाँ के हुनुपर्थ्यो, सिडिओको प्रतिनिधि हुनुपर्थ्यो, पत्रकारको प्रतिनिधि हुनुपर्थ्यो, जनस्वास्थ्य प्रतिनिधि हुनुपर्थ्यो, होइन हुनुपर्थ्यो नि त। सबै क्षेत्रले त्यहाँ हेर्थ्यो, हेरेपछि के पुगेन, पढेको मान्छेले चलाएको कुरामा तपाईँको डाक्टर भएन भने डाक्टर भएर राख्नुहोस् भन्नु पऱ्यो, हाइजिनिस्टकोमा डाक्टर नभए डाक्टर राख्नु भन्नु पऱ्यो, डाक्टरकोमा हाइजिनिस्ट नभए हाइजिनिस्ट राख्नु भन्नु पऱ्यो। एउटा सुई लोड गर्ने कुरामा तर हाइजेनिस्टले पनि काम गर्ने कुरामा त्यहाँनिर चाहिँ एकजना चाहिँ डाक्टरको अनुमति अथवा उसको प्रत्यक्ष निगरानीमा काम गर्न पाइन्छ भन्ने जस्ता कुराहरू पनि कानुनमा लेखिएको छ। कहीँ पनि छैन। तपाईँले के बुझ्नुहोस् भने काउन्सिलको ऐनको दफा 2 हेर्नुहोस्, हाम्रो काउन्सिलको ऊ व्यवसाय र व्यवसाय हो, उपचार निदान उसले गर्न पाउँछ भन्ने प्रष्ट व्यवस्था छ होइन। मात्र एउटा निर्देशिकामा क्लिनिक खोल्नको लागि चाहिँ 2061 सालमा सङ्घको अहिले हेर्नुभयो भने डेन्टल डाक्टरले मात्रै क्लिनिक खोल्न पाउनुपर्छ भनेर लेखेको छ। तर त्यो लुम्बिनी प्रदेशको पूर्व निर्देशिका बनिसकेको छैन, बागमतीको बनेको छ होइन हजुर। त्यसो भएर त्यो नभएको बेलाको मान्छेलाई त राज्यले इन्डोस गर्नु पर्ला नि त, ती मान्छेलाई काम गर्ने वातावरण त बनाउनु पर्ला नि त हजुर। भनेपछि हाइजेनिस्टले उसले मजाले काम गर्न पाउँछ, डेन्टल सर्जन डाक्टरको सुपरभिजनमा काम गर्नु पर्दैन तपाईँले भन्नु? सुपरभिजन भन्ने कुरा कहीँ पनि छैन। उहाँलाई दिएको अधिकार क्षेत्र भनेको उहाँले 12वटा काम गर्ने कि 30वटा काम गर्ने कि कोडा विधि अनुसार उहाँले काम गर्न पर्छ। त्योभन्दा बढी काम गरेको उजुरी पऱ्यो भने उहाँलाई उहाँको काउन्सिलले कारवाही गर्छ, उहाँको काउन्सिलले उहाँको लाइसेन्स खारेज गर्छ, नियमित सिस्टममा राज्यको निकायले गर्छ नि हजुर। हुन्छ माइकल सर, तपाईँसँग यो विषयमा हामी यो विषयमा हामी कुराकानी पनि गर्नेछौँ। अहिलेको लागि समय दिनुभयो, धन्यवाद छ। थ्याङ्क यू। हौस् त 8 बजे फाइल नम्बर 8 यति नै हामीले प्रस्तुत गरेका तथ्य र प्रश्नहरू अब तपाईँको मूल्याङ्कनको लागि छोडेका छौँ। यदि यस विषयसँग सम्बन्धित थप सूचना प्रमाण अनुभव तपाईँसँग छ भने टिभी कृष्णसारसँग सम्पर्क गर्न सक्नुहुनेछ। दर्शकवृन्द, हरेक फाइल बन्द हुँदैन, केही फाइलले नयाँ प्रश्न जन्माउँछन्। टिभी कृष्णसारमा 8 बजे फाइल नम्बर 8 यति नै। अर्को फाइलसँगै फेरि भेटौँला। नमस्ते।